हेलो एभ्रिवान। नमस्ते सबैजनालाई। सो आज भाद्र 10 गते तपाईँहरूलाई थाहा होला नेपालमा एउटा ठुलै प्राकृतिक विपद परेको छ, जसमा नेपालको रसुवा जिल्ला अन्तर्गत भोटेकोसी खोलामा एकदम ठुलो बाढी पसेको छ। जसकारण विभिन्न बस्तीहरू लगायत बाटोघाटो पुलहरूमा क्षति भएको छ। सो यो ठुलो जनधनको क्षतिको कारण विभिन्न विद्यार्थीहरूलाई ट्राभल गर्न समस्या छ, लगायत डिफ्रेन्ट प्रब्लमहरू भएकोले आइयुई को जुन फर्स्ट एडमिसन डेडलाइन थियो बिबिआरको यो सालको, त्यो चाहिँ पहिले 11 गते भाद्रलाई डेडलाइन तोकेको थियो भने त्यसलाई एक्सटेन्ड गरेर थप एक दिन गरेर 12 भाद्र होइन लाई तोकेको छ। र यसमा थप सहुलियतको लागि कलेजहरूलाई के पनि रिक्वेस्ट गरेको छ भने कि अनलाइन या अफलाइन दुवै जुन विद्यार्थीलाई फिजिबल हुन्छ त्यो माध्यमलाई प्रोभाइड गरिदिन हुन विभिन्न सबै कलेजलाई आइयुईले एउटा नोटिस नै निकालेर, आइयुई को डिन अफिसले एउटा नोटिस नै निकालेर सबै क्याम्पसहरूलाई रिक्वेस्ट गरेको छ। सो प्लिज यो समयलाई होइन, कति भाइ बहिनीहरू हामीलाई म्यासेज गर्दै हुनुहुन्थ्यो कि हामीले भ्याली बाहिर छौँ, ट्राभल गर्न गाह्रो भयो होइन, बसहरू चलेको छैन, हाइवे बन्द छ, फ्लाइट पनि टिकट पाइरहेको छैन, या विभिन्न कारणले होइन आफ्नो कलेजसम्म पुग्न जुन कठिनाइ थियो त्यसको लागि अब अनलाइनको पनि व्यवस्था कलेजहरूले गर्नेछन्, लगायत एक दिन थप पनि भएको छ। सो प्लिज ट्राई टु गेट योर एडमिसन होइन, आफ्नो आफूले चाहेको कलेजमा एज सुन एज पोसिबल। त्यसैले लास्ट मोमेन्टको लागि नफर्किनु होला अब फर्दर पनि, किनकि यसपछि अब एक्सटेन्ड नहोला। सो प्लिज ट्राई टु होइन युटिलाइज दिस टाइम अनि आफ्नो चाहेको कलेज भर्ना भइहाल्नु होला। सो यो नोटिस यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। फर्दर यो नोटिस तपाईँ वेबसाइटमा पनि गएर आइयुई को जुन सेन्ट्रलाइज एडमिसन पोर्टल छ त्यो वेबसाइटमा पनि तपाईँले यो नोटिस पाउन सक्नुहुन्छ। सो हाम्रो सेन्ट्रलाइज एडमिसन पोर्टल यो छ आइयुई को। यसमा हेर्नुहुन्छ भने यो admission.iui.edu.np भनेर हाम्रो आइयुई को सेन्ट्रलाइज एडमिसन पोर्टल। सो आज अगस्त 26 तारिक बुधबार। सो आज आइयुईले बिबिआर भर्नाको समयावधि सम्बन्धमा एउटा नोटिस पब्लिस गरेको छ। त्यही नै नोटिसमा यो मेन्सन छ कि जुन भाद्र 11 गतेको डेडलाइन थियो त्यसलाई बढाएर भाद्र 12 गतेसम्म एडमिसन लिन हुन सबै कलेजलाई अनुरोध गरेको छ। साथै अनलाइन र अफलाइन होइन दुवै माध्यममा जुन विद्यार्थीलाई इजी लाग्छ त्यो हिसाबले एडमिसन गरिदिन हुन अनुरोध गरेको छ। सो प्लिज सबैले यो आफ्नो साथीभाइ आफन्ती जो पनि हुनुहुन्छ जसलाई अप्ठ्यारो लागिरहेको थियो भोलिको डेडलाइनलाई म्याच गर्न, सो उहाँहरूलाई जानकारी गराउनु होला। हस् त, केही डाउट भए हामीलाई कमेन्ट बक्समा कमेन्ट गरेर सोध्नु होला। सो प्लिज बी सेफ होइन, अरूलाई पनि केही सहयोग गर्न सक्नुहुन्छ आफ्नो छरछिमेकको मान्छेलाई भने सहयोग गर्नुहोस्। र प्लिज डोन्ट स्प्रेड फेक न्युज और फेक मेसेजेस होइन, जसले मान्छेहरूलाई एउटा डिफ्रेन्ट किसिमको त्यो एउटा हुन्छ नि मेन्टल प्रेसर क्रिएट गर्छ। सो जेन्युन न्युजहरू सेयर गर्नुहोस् र एउटा सोसियल मिडियामा सेयर गर्ने लायकको कुरा मात्र सेयर गर्नुहोस्। सबै कुरा सेयर गर्ने लायक नै हुन्छ भने छैन। र आफू र आफ्नो परिवारको ख्याल गर्नुहोस्। टेक केयर, बाई, प्रे फर नेपाल। थ्याङ्क यू।